कोरोनाबाट बाँच्न केही उपायहरू बताउन चाहन्छु। 1 नम्बरमा कोही पनि खाली पेट नबस्नुहोस्। 2 नम्बरमा व्रत नबस्नुहोस्। 3 नम्बरमा सूर्यको प्रकाशमा दिनमा 1 घण्टा बस्नुहोस्। 4 नम्बरमा एसी प्रयोग नगर्नुहोस्। 5 नम्बरमा नाकमा सरसोको तेल हाल्नुहोस्। 6 नम्बरमा घरमा कपुर बाल्नुहोस्। तपाईँ सुरक्षित हुनुहोस्, घरमा बस्नुहोस्। 7 नम्बरमा तातो पानी पिउनुहोस्, घाँटी भिजाइ राख्नुहोस्। 8 नम्बरमा प्रत्येक तरकारी पकाउँदा आधा चम्चा अदुवा हाल्नुहोस्। 9 नम्बरमा राति दही नखानुहोस्। 10 नम्बरमा राति दुधमा 1 चम्चा बेसार हालेर पिउनुहोस् र बच्चालाई पनि दिनुहोस्। 11 नम्बरमा सम्भव छ भने 1 चम्चा च्यवनप्रास खानुहोस्। 12 नम्बरमा घरमा कपुर र लौङ बालेर धुनी दिनुहोस्। 13 नम्बरमा बिहान चियामा लौङ, अदुवा, इलाइची मिसाएर पिउनुहोस्। 14 नम्बरमा फलफुलमा धेरै सुन्तला मात्र खानुहोस्। 15 नम्बरमा अम्ला, कुनै पनि रुख चाहे अचार, जाम, पाउडर आदिमा खानुहोस्। यदि तपाईँको हातमा गन्दगी छ भने साबुन पानीले मजाले हात धुनुहोस् र सेनिटाइजर लाउनुहोस्। यदि तपाईँ कोरोनालाई हराउन चाहनुहुन्छ भने कृपया यो सबै गर्नुहोस्। हात मिलाएर प्रार्थना गर्नुहोस्। सबैभन्दा पहिले यो जानकारी तपाईँले चिन्नुहुनेलाई पठाउनुहोस्। दुधमा बेसन मिसाउँदा तपाईँको शरीरमा प्रतिरोध क्षमता बढाउँछ। यो जानकारी तपाईँहरूलाई कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर र आफ्नो प्रतिक्रिया दिनुहोला।